यहाँसँग अग्रिमेन्ट भइसकेको हो त्यो 60-40 मा। अब त्यहाँ ब्याक जाने कि त्यो हुँदैन कि यो हुँदैन, कुन चाहिँसँग तपाईको अविच्छिन्न उत्तराधिकारीको टाइटल लुज गर्ने हो गर्नुस्। हामीले यहाँ छलफल गरिरहेको सहमतिमा मेरो सहमति र मेरो हस्ताक्षर छैन। युवाहरूले आएर अनि टायर जलायो भने के गर्ने? जल्दैन। मैले नैतिक दायित्व लिनुपर्ने व्यक्तिगत रूपमा भने केही पनि छैन। मैले सिग्नेचर गरेको यो सरकारको तर्फबाट, यो संयुक्त सरकारको तर्फबाट सिग्नेचर गरेको 9 बुँदे व्यवहारमा गइसकेको छ। उहाँहरूले भोट खसाल्न सक्दैन भनेर उहाँलाई हेप्न पाइन्छ? उहाँलाई हेप्न पाइँदैन, शिक्षा बिगार्न पाइँदैन। मैले त के भन्दा मन्त्रीको हैसियतमा 75 सालमा, 78 सालमा र 80 सालमा भएको सहमतिलाई पनि सम्बोधन गरेर जाउँ भनेर यो प्रयत्न गरेको। जहाँसम्म मैले गरेको हस्ताक्षरको 9 बुँदे छ, त्यसका लागि बजेट छुट्टिसकेको छ र दुर्गम भत्ता र अरू कुराको हकमा चाहिँ अर्थ मन्त्रालयमा प्रोसेस चलिरहेको छ। मैले गरेको 9 बुँदेमा यो पहिलाका सबै सहमति मान्छु भनेर लेख्या पनि छैन। राजनीतिक कार्यकारिणी पदमा हुनुहुन्न भनेर सरकार त त्यसमा प्रतिबद्ध हुने, त्यसमा त प्रतिबद्ध हुनुहुन्न। कार्यान्वयनमा किन गएन त? विभिन्न मन्त्रीज्यूहरू हुँदा 75 मा किन गएन, 75 को सहमति किन गएन, 78 को सहमति किन गएन, 80 को सहमति किन गएन? अनि त्यो सहमतिका कुराहरूको सबै दायित्व यही रघुपन्तले लिनुपर्ने हो, मन्त्रीको रूपमा लिनुपर्ने हो भने म त्यसको लागि तयार पनि छु। तर मलाई मान्यज्यूहरूको विश्वास चाहियो। कुनै अमुक दल र दलको भातृ संगठनको यो सल्लाह गर्न टाइम बरु दिनुस्। आज सक्नै पर्छ हौ सभापति, मेरो आग्रह छ। सभापति मेरो पनि दृढ मत छ, किनभने उहाँ दुईटा नेताले भनेको हामी मान्छौँ नि त, उहाँले भनेको मान्ने भयो नि त। शिक्षक महासङ्घले राखेको विषयमा साँच्चै चाहिँ ऐन ल्याउनु प्रति प्रतिबद्ध हो र अरू विषय होइन भने त्यसमा सहमति गरेर त्यसपछि गएर उहाँहरूले चाहिँ कार्य सम्पादन मूल्याङ्कनको प्रतिशत घटाउने भन्नुभएको छ, त्यसमा चाहिँ सहमति गरेर प्रस्ताव ल्याउनुहोस्। अझै सभापतिज्यू ल मान्य सुपना धन्यवाद। मैले साथीहरूको एकताली होल्ड गरेर अनि त्यो पोलिटिकल गेम चाहिँ नखेलौँ सभापतिज्यू। मैले त आफ्नो कुरा राखेँ, 60-40 मा सरकारको तर्फबाट मैले मन्जुरी पनि दिएकै हो। तर के हो भन्दाखेरि मान्य श्यामजीले उहाँ चिफ हुइपो एउटा सरकार संयुक्त छ, यो सबै कुरालाई मान्यजीहरूले विचार गर्नुपर्ने नि। उहाँले के भन्दाखेरि 60-40 नलिएको, मैले बारम्बार तपाईँहरूको अगाडि 60-40 मा मानेर जाउँ भनेर उहाँलाई आग्रह गरेँ। उहाँ आउँदै गाली गर्नु होला नि, त्यो बेला के भएर सबै सहला नि, म मन्त्रीको हैसियतले सहनु पनि पर्छ होइन। मन्त्रीले काम गर्ने हो, अरू साथी सांसदज्यूहरूले आफ्नो विचारहरू राख्ने हो, त्यो सबै गरौँला। तर आज मेरो आग्रह के हो भन्दाखेरि बैठक स्थगित गरिदिउँ। धेरै अब सफल गरिराख्दाखेरि यो अनेक कुराहरू निस्किन्छन् होइन। यो बैठकलाई स्थगित गरौँ र अनि त्यसपछि अलिकति हामीलाई, मलाई र मान्य श्यामजीलाई प्रयत्न गर्न दिउँ न। मेरो आग्रह अहिले त्यति मात्र हो। धन्यवाद।